रोजगारीको सिलसिलामा तपाईहरुमध्ये कोही पनि दक्षिण कोरिया आउँदै हुनुहुन्छ भने एकचोटी ध्यान दिएर यो सानो भिडियो फुटेजलाई हेर्नुहोला। अति नै विकसित ठानिएको दक्षिण कोरियाको कति गाउँ शहरहरू कति पछाडी छन् भन्ने कुरा आज देख्नुहुनेछ तपाईहरुले। सब यो एउटा दक्षिण कोरियाको फुसान एरियातिरको खिमे भन्ने एरियाको एउटा गाउँ हो। खिमे एरिया यहाँ हेर्दाखेरि पनि अन्य शहरहरूको तुलनामा यो त्यति विकसित नभएको जस्तो देखिन्छ। खास सुविधा सम्पन्न एरिया होइन यो। बस चढ्न ट्याक्सी चढ्न निकै कठिनाइ नै छ र बसोबासको दृष्टिकोणले हेर्दा पनि एकदमै झोपडपट्टीको एरिया बढी देख्न पाइन्छ। यहाँ रोजगारीको सिलसिलामा विभिन्न नेपालीहरू विभिन्न विदेशीहरू आउँछन् बस्छन् काम गर्नै पर्यो। तर आज एउटा यस्तो झोपडपट्टी देखाउँदै छौं जुन झोपडपट्टीमा हाम्रै नेपालीहरू काम गरेर बसिरहेका छन्। निकै दयनीय हालतमा बस्दै छन् नेपालीहरू। सर्वप्रथम सुरुवात गरौँ झोपडपट्टी जाने बाटोबाट। पाइला क्रमशः अगाडि बढ्दै छ झोपडपट्टीतिर। हामी साथीलाई भेट्न सौलबाट आएका हौं र आज हाम्रो जाने दिन टुङ्गो भएको छ। साना साना घरहरू मध्ये छरिएका यत्रतत्र झोपडपट्टीहरू हुन्। सबै जस्तो झोपडपट्टीमा प्राय विदेशीहरू लिएर आएर राखेको पाइन्छ। खिमे एरिया हो यो। यहाँ गाडी हुनेहरूको पनि गाडी छ, गराज छैन। अनुमान गर्न सकिन्छ निकै नै पिछडिएको गाउँ मध्येमा परेको एक ठाउँ हो भनेर। अब हाम्रा मुख्य साथीको वासस्थानतिर अगाडि बढ्दैछौँ हामी। यो गेट यस्तो भग्नावशेष तरिकाको गेट छ। यहाँ उदाङ्गो जतिखेर पनि के यो गेट जस्तो लाग्छ? पक्कै पनि गेट नामैको मात्र गेट भएको छ। 24 घण्टा खुला उदाङ्गो र गेटबाट पस्ने बित्तिकै यो अथाह फोहोरको डुङ्गुर 1.25 मिटरदेखि लिएर जाँड रक्सी जुसका टुक्रा टाक्रा फालेर यस्तो फोहोर गरेका छन्। यो सानो एउटा छाप्रो झोपडी जहाँ चाहिँ हाम्रो नेपाली साथीहरू बस्नुहुन्छ। सानो छ, दयनीय अवस्थामा बिल्कुलै, तैपनि बस्नै परेको छ, बाध्यता छ। यो गाउँघरको मटान जस्तो पनि देखिन्छ, तर कोरियाको पनि गाउँ नै हो। एकदम अविकसित गाउँको अविकसित घर। यो कोठा जुन अलिकति खुल्ला देखिरहनु भएको छ, यहाँ नेपाली बस्नुहुन्छ। अनि यो पल्लो कोठामा चाहिँ अर्को चाइनिज छुट्टी मनाउन सहरतिर पसेको छ। नेपालीहरूको चाहिँ छुट्टी मनाउने कार्यक्रम आज सकिँदैछ। अब भान्सातिर लागौँ। भान्सा प्रवेश गर्ने बित्तिकै तपाईँ के अनुमान गर्न सक्नुहुन्छ? यो बस हो, कुनै एउटा थोत्रो मिनी बस जस्तो लाग्छ। तपाईँलाई म देखाउँछु। यो भान्सा पुरा बसको, हाम्रो नेपालमा भएको मिनी बसको थोत्रो भुइँ जस्तो छ। धारा पानी नआउने ग्यास। विभिन्न मुलुकका मान्छेहरूले सामूहिक रूपमा पकाएर खाने। एउटा देशकोले पकाएको अर्कोले खान्न, अर्कोले पकाएको अर्कोले खान्न। एउटै किचनको व्यवस्था भएकोले बडा गाह्रो छ पकाएर खानेकुरामा पनि। अब नुहाउने ठाउँ
कोरिया निकै जाडो ठाउँ मध्येमा पर्छ र तातो पानी प्रयोग हुन्छ यहाँ नुहाउने बेलामा। तर यहाँ साथीहरूकोमा तातो पानी नआउने रहेछ। यो नुहाउने ठाउँ हेर्दा पनि बडा उदेक लाग्छ। धारा छ, पानी चिसो मात्र आउँछ। यस्तो चिसो पानीमा नुहाउन सकिँदैन, त्यसैले साथीहरू साउना जान्छन् नुहाउन। बडा बिजोग हालत छ। यो नेपालको भन्दा पनि गए गुज्रेको अवस्थामा छ। त्यही पनि साथीहरू बसिरहेका छन्, काम गरिरहेका छन्। एउटा साथी अनुहार नदेखाउने हिसाबले ढाड मात्र देखाएर बसिरहेको रहेछ। उहाँ नेपाली नै हुनुहुन्छ। अब चर्पी जोसुकैलाई पनि जानै पर्ने हुन्छ। यो झोपडपट्टीमा लगभग 20-30 जना मान्छे बस्छन्, सबै विदेशीहरू। र उनीहरूले प्रयोग गर्ने चर्पीको रूपमा मात्र एउटा छ, जुन चर्पी पनि एकदमै दयनीय हालतमा छ। यो चर्पीको गेट। चर्पी हुन त नेपालमा पनि कति ठाउँमा चर्पी बनेको छैन, तर यो कोरिया पनि त्यस्तै अवस्थामा छ। यहाँ चर्पी छ तर नामको मात्र। यो चर्पी केही पनि छैन, सिधै खाल्टोमा बस्यो र खस्यो। चर्पीको नाम बस्यो खस्यो, त्यस्तो छ। यस्ता एउटा चर्पी धेरैजनाले प्रयोग गरेर बसिरहेका छन्। हाम्रा नेपाली साथीलाई दुःख छ र हाम्रो सल्लाह कम्पनी चेन्ज गर्ने भन्ने कुरा छ। साथीलाई कम्पनी चेन्ज गर्न सल्लाह दिइरहेका छौँ। यस्तो छ खाने माग्ने कोरिया। रोजगारीको लागि तपाईँ कोरिया आउँदै हुनुहुन्छ भने वासस्थान कस्तो छ, राम्रो छ छैन बुझ्नु होला। एकदमै दयनीय अवस्थामा नबस्नु होला, किनभने कम्पनी चेन्ज गर्ने पाउने चाहिँ प्रावधान छ। त्यसैले एकचोटि यो कोरियाको खिम्यो भन्ने सहरलाई हेरेर चाहिँ विचार गर्नु होला।